गर्ने भने चाहिँ के हो भनेदेखि त्रियोजनाको सारांश जाने भाषा अनि अब हामी यो लोकमा कतिचोटि जन्म भइसक्यो होला यो संसारमा कुन धेरै जुनि हामी लिइसकेको हुन्छ तर पनि अहिलेसम्म हामीले टप्ची नगरेर तर तिनीहरूको सारांश नगरेर यो संसारको दुःखमा हामी बसिरहेको छ नि। अनि अब यो टप्ची गर्ने कारण किन भनेदेखि जो व्यक्तिले टप्ची गर्यो यो व्यक्ति चाहिँ अब बुद्ध ज्ञान प्राप्त गर्नु निश्चित हुन्छ। हुन त हामी सबै संसारको जुनै प्राणी छ सबैलाई चाहिँ बुद्धको गर्व भन्ने हुन्छ, बुद्धको हेतु त्यो सबैसँग छ। किरा फट्याउनदेखि लिएर नरकको प्राणीहरू सबै पनि छ। त्यसले गर्दा एक दिन बुद्ध त हुन्छ तर पनि कोही ढिलो हुन्छ कोही छिटो हुन्छ। त्यसले गर्दाखेरि त्रियोजनाको सारांशमा गयो भने टप्ची गऱ्यो भने चाहिँ त्यो चाहिँ बुद्ध ज्ञान प्राप्त गर्नु चाहिँ एकदम निश्चित हुन्छ भन्छ। त्यसै कारणले अनि टप्ची गर्ने हो। अब पहिले नै टप्ची गर्न सकिएको छ भनेदेखि त्यो फेरि टप्ची गर्दाखेरि अथवा त्रियोजनाको सारांशमा जाँदाखेरि के हुन्छ भने चाहिँ अब त्यो चाहिँ जस्तै हामीले माथि बुद्धको यो शरीरमा कायामा हामीले सुन लगाएको छ नि, सुन लगाएको छ फेरि सुन लगाएपछि फेरि झल्किन्छ त्यस्तै जस्तो पहिले नै लिइसकेको छ फेरि पनि लियो भने त्यस्तो हुन्छ भने जुन सुन रिचुटी लगाए जस्तै झल्किने जस्तै झन् राम्रो हुन्छ भने। अनि कतै फेरि पहिले टप्ची गऱ्यो त्रियोजनाको अनि त्यसको फेरि सिलहरू हुन्छ, सिल भङ्ग भयो भने फेरि नयाँ लिँदाखेरि के हुन्छ सिल चाहिँ फेरि अनि शुद्ध हुनसक्छ फेरि राम्रो हुन्छ। अनि कहिले पनि नलिएको व्यक्तिहरूले चाहिँ नयाँ सिल त्रियोजनाको चाहिँ सरल भ्रमणको नयाँ सिल प्राप्त हुन्छ भनेको छ। त्यसो गर्दाखेरि अझ यो सिल यहाँबाट दिनु गइरहेको छु। अब यो सिल चाहिँ के भनेदेखि जस्तै थेरावाद भन्छ नि यिनीहरूको सिल छ, महायानको सिल चाहिँ महायानको सिल हुन्छ। महायानको सिल चाहिँ अब जति लिएको त्यति राम्रो हुन्छ भन्छ। अनि यिनीहरू अनुसारको सिलमा के भनेर चाहिँ सिल चाहिँ एउटा रूप जस्तो हो क्या, रूप अनि एउटा रूप छ भने अर्को रूप बस्दैन, त्यसमा बस्नु सक्दैन भनेछ। जबसम्म त्यो खाली हुन्छ कि चाहिँ त्यो नभएर चाहिँ अब के अरे भङ्ग भएपछि मात्रै यसले लिनुपर्छ नत्र लिनु मिल्दैन भन्ने भनेछ। अनि मायानमा चाहिँ मायाको सिल चाहिँ रूप होइन मनमा बस्छ, मन पनि विशाल हुन्छ नि। त्यसले गर्दाखेरि चाहिँ जति लियो भने त्यति राम्रो हुन्छ भन्छ। त्यसले गर्दा माया अनुसारको सिल दिनु गइरहेको छु। सबैले हात जोडेर अनि विशेष गरेर नयाँ लिनेहरूले पनि हात जोडेर चाहिँ अनि अब पठाउनु है। लोभेन भौसुसो धा दुदिने जुङदे चिसी छोई पातु कांजी नब्जी सांजेला च्यासुचु दोजाला चालवा नामजी छो छोला च्यासुचु छो नामजी छो किदुला च्यासुचु धा दुदिने जुङदे चिसी छोई पातु च्यासुमजिबे किङेन्दु लोबेंगी जुटुसो लोबेन भौसुसो धा दुदिने जुङदे चिसी छोई पातु कांजी नम्जी छो सांजेला च्यासुचु दोजाला चालवा नामजी छो छोला च्यासुचु छो नामजी छो किदुला च्यासुचु धा दुदिने जुङदे चिसी छोई पातु च्यासुमजिबे किङेन्दु लोबेंगी जुटुसो लोबेन भौसुसो धा दुदिने जुङदे चिसी छोई पातु कांजी नम्जी छो सांजेला च्यासुचु दोजाला चालवा नामजी छो छोला च्यासुचु छो नामजी छो
Yedula, Tapsuchu, La, Yudine, Zungde, Chisi, Choi, Ardu, Tapsun Jimbi, Kingendu, Logangi, Zungdu So, Lexo, Chubuteva 12, some 12, Chubuteva 12. Thank you, sir. Thank you, sir. आफ्नो केस पिसको केस तानेर टुबालिकति यहाँ खिम्बुली काट्छ ल माराटोस एउटा थालमा एकजना थाल यसम्म एकजना बिचको केस यसो तान्नु काट्ने हात उठाउनु काट्नेहरू काट्न नकाट्ने पर्दैन हात उठाउनु कतिजना काट्ने ल हात उठेर राख्नु हाल्नु त्यसो Pome Dharma is not the Deva, the Pome Dharma is not the Deva, the Shamana, so Pome Dharma is the Shamana, so Ha, Medharma, the Yomadima Shamana, so Medharma, the Yomadima Shamana, so Ha, Medharma, the Yomadima Shamana, so Medharma, so Medharma, Ashamana Soha Medam Kamadima Shamana Soha Lamarta, I didn't want any types of it. Medam Dadakadeva Shamana Soha about 3 on the go Saram Baba is go Haidar Terecha. Our Lama Basa Sanjay Semicha, Chugi Semicha, Giri Semicha, Semicha Teje, Namama Semicha Parajan. Our Buddhaku Gyan Chani, Buddha Gyan Tagunjay Anagandi. Our Emily Iterative Banusang testimony, Derem. This is to Dharma Janmi testimony. Sangha जन्म त्यस्तो हुन्छ त्यस्तो अनि ज्ञान र गुण एकदम अब अनगन्य भएको त्यसलाई हामी त्यसको सारमा गयो भने त्यसको पुण्य पनि अनगन्य हुन्छ भन्छ हो त्यो हुन्छ नि भविष्यमा हामी छिटै बुद्ध ज्ञान प्राप्त गर्न सक्ने त्यही जस्तो यो जुनीमा पनि अनि जस्तै अब देवलोक देवता हुन्छ नि कुनै धर्मदुला बुद्धको चेलाहरू छ नि देव देवता उनीहरूले पनि हामीले संरक्षण गर्ने अनि आयु गर्ने दुख बिमार काम हुने विशेष गरेर हाम्रो पाप कटी भएर चाहिँ अनि पछि हामी छिटै बुद्ध ज्ञान प्राप्त हुन सक्छ भन्ने छ हो त्यसले गर्दाखेरि अनि हामीले अब सधैँ बुद्ध धर्म सङ्घ अनि त्यसलाई सम्झेर बिहान बेलुका जुन बेला पनि उहाँहरूलाई सम्झेर प्रार्थना गर्नुपर्छ भन्छ सधैँ अब पूजापाठ गर्नेलाई त त्यसमा सबै हुन्छ पूजा पाठ गर्न नसक्नेले पनि अब यो पढ्नु भनेछ यो पाठ गर्नु सबैले बुद्ध शरणम गच्छामि धर्म शरणम गच्छामि सङ्घ शरणम गच्छामि हो यो चाहिँ अब सक्दो पढ्नु सकेर हुन्छ अनि अब कति त्यो नपढे पनि फेरि अर्को एउटा पढ्नुहोस् लामाला चेप्सो छु साम्झेला चेप्सो छु छोला चेप्सो छु Yedula Jepsuchu, Lamala Jepsuchu, Sanjala Jepsuchu, Chola Jepsuchu, Yedula Jepsuchu, Lamala Jepsuchu, Sanjala Jepsuchu, Chola Jepsuchu, Yedula Jepsuchu. Oh, you think Sunday Tamarle Ujapara, and Bella Pond Saivali, and a Pap Kadunja, Pune Sanjay. अनि छिटै हामी बुद्ध ज्ञान प्राप्त गर्न सक्छौँ
जुनै यो सबैभन्दा अगाडिको बुद्धको नाम छ सम्बन्धभद्र बुद्ध भन्ने छ कि छो कुन्दुजम्बो भन्ने धर्मकायको बुद्ध। अब त्यो बुद्ध र हामी यो संसारको प्राणी चाहिँ सँगसँगै के अरे सँगसँगै जन्मेको अरे पहिले। तर उहाँ चाहिँ आफ्नो ज्ञानलाई ज्ञान गुरुलाई बुझेर बुद्ध भयो। हामी चाहिँ आफ्नो ज्ञान गुरु आफैसँग छ तर पनि बुझ्नु नसकेर चाहिँ यसरी संसारको दुःख आएको संसारमा यसरी चाहिँ हामी बुझ्नु परेको भनेको। अनि बुद्ध भनेको मतलब के भन्दा चाहिँ बुद्ध भनेको चाहिँ खास गरी बुझेको भनेको। बुझेको के बुझ्यो भन्दा साधारण चिज बुझेको कुरो होइन। साधारण चिज त बुद्धले यो संसारको जति लिपिहरू छन् जतिको यो संसारको के अरे त्यतिखेरको अब बुद्ध आउनु समयको जति ज्ञानहरू छन् सबै उहाँले पढिसकेको छ, सबै लिइसकेको छ। अनि बुद्ध कहानीमा छ कि संसारमा एकदम के अरे लिपियर यस्तो के अरे ल्याङ्ग्वेज भन्छ नि हो त्यसो जाने गुरुलाई उहाँको बाउले चाहिँ टिचर राखेर चाहिँ सिकाउँदाखेरि गुरुले पनि नजान्ने 40-50 लिपि बुद्धले जान्छ। गुरु आफै सबै परेको त्यही जस्तो जुनै चिजमा पनि उसले नजाने केही पनि छैन। तर अन्तिममा चाहिँ अब के गुरुबाट के अरे आफ्नो भित्र ज्ञान त गुरुबाट आउने कुरा होइन। गुरुले एउटा कारण मात्रै देखाउँछ, एउटा बाटो देखाउनु मात्रै हो। अन्तिममा उहाँ स्वयंले नि 6 वर्ष तपस्या गरेर अनि बुद्धगयामा सागरदाको पुण्यको दिन चाहिँ उहाँ बेलुका अहिले भने त बुद्धगया भन्छ नि त, बुद्धगयाको बौद्ध छ त्यसको अगाडि एउटा वृक्ष छ, बोधि वृक्षको अगाडि। अनि उहाँले ध्यान गर्दाखेरि चाहिँ उहाँ अब एक रात होइन 2-3 घन्टामै उहाँ बुद्ध ज्ञान प्राप्त गरे। 6 वर्षसम्म तपस्या गर्दाखेरि उहाँले त्यो ज्ञान प्राप्त गरेन, किनभने त्यो अर्को बाटोमा त्यो बाटो चाहिँ सही बाटो होइन देखाउन लागि उहाँ त्यहाँबाट झगेर अनि खिरहरू खानु भएर अनि बुद्धगयामा गएर चाहिँ उहाँ 1-2 घन्टाभित्र नै उहाँले चाहिँ ज्ञान प्राप्त गर्नु। त्यो किनभनेदेखि 6 वर्षसम्म खानै नखाएर मान्छे बस्न सक्दैन। साधारण व्यक्ति त 3 हप्तादेखि बस्न सक्दैन। 3 हप्तासम्म मान्छे बसिसके पनि बेच हो, त्यहाँबाट सक्दैन। अनि 6 वर्षसम्म खानै नखाइकन यसरी ध्यान गर्नु सक्ने त त्यो त शक्तिशाली रहेछ नि त। पहिले नि उहाँले चाहिँ पहिले नि के अरे धेरै कुराहरू पुण्य कमाएर धेरै ज्ञानहरू प्राप्त गरेर छ नि त। तर बुद्धको ज्ञान प्राप्त गर्न चाहिँ उहाँले बुद्धगयामै गएर चाहिँ बुद्धको ज्ञान प्राप्त भएपछि अब के बुझ्यो भने आफ्नो भित्र चाहिँ बुद्धको ज्ञान गुण एउटा गर्व भन्ने हुन्छ हो, त्यो चाहिँ उहाँले बुझ्नु भएर चाहिँ अनि 96मा बुद्ध ज्ञान प्राप्त भयो। त्यस्तो चाहिँ हामी सबैसँग छ भने अब हामी चाहिँ अहिले यो बुद्ध धर्ममा प्रवेश गरेर चाहिँ हामीले यो जुनमा राम्रोसँगले ज्ञान गर्नु सक्यो भने ज्ञानहरू लिनु सक्यो भने चाहिँ अन्तर्भाव हामी मर्दाखेरि अन्तर्भावको समयमा चाहिँ अनि त्यतिखेर त्यो बुद्धको ज्ञानहरू चाहिँ आफैले प्रकट हुन्छ भने चाहिँ अनि अहिले राम्रो सिकेको छ, गुरुबाट राम्रो जानेछ, त्यति चिन्नु सक्ने भयो। अनि गुरुबाट केही सिकेन, अहिले धर्म केही गरेन भने उसले थाहै पाउँदैन। आउँछ सबै अब यसो पिक्चर हेरेर जस्तो हुन्छ नि, हामीले सधैँ हेरेर पिक्चर त थाहा हुन्छ। एकजना यो चाहिँ यो इङ्ग्लिसको पिक्चर यस्तो त हो, यो चाहिँ यो इन्डियाको यो नेपाल हो भनेर एकजनाले इन्ट्रोड्युस गऱ्यो भने त्यसो कहानी छ भने हामी त त्यो पिक्चर फेरि हेर्नु छ त थाहा पाइहाल्छ नि। त्यही जस्तो अहिलेदेखि आफ्नो गुरुसँग गुरुबाट चाहिँ ज्ञानहरू लिएर यसो तरिकाले चाहिँ ध्यान गर्नुपर्छ, यसो तरिकाले चाहिँ भावना गर्नुपर्छ भन्ने कुरा चाहिँ अहिले नै जानेछ भने अन्तर्भावमा त्यो सबै बुद्धको ज्ञान सबै आफ्नो अगाडि प्रकट हुन्छ। त्यो प्रकट बाहिरबाट आएको होइन, आफ्नो भित्रबाटै बाहिर गएर यसरी आफैले देखेको मात्रै हो। जस्तै हामीले यहाँ आइनामा चाहिँ हाम्रो चेहरा देख्छ नि त, त्यो चेहरा त त्यही भित्रबाट आएको होइन नि, यहाँबाट उता गएर देखाएको ठ्याक्कै त्यस्तै हामीसँग ज्ञान गुण छ। हाम्रो यहाँ अनुहार छ र यहाँ
ऐनामा आयो, हामीसँग आउनुरै छैन भने यहाँ ऐनामा कसरी आउन आउँछ होइन? त्यही जस्तो ठ्याक्कै हामीसँग बुद्धको ज्ञान छ, त्यो ज्ञान चाहिँ त्यतिखेर प्रकट हुन्छ। प्रकट भएर चिन्नु सक्यो भने क्षणमै बुद्ध ज्ञान प्राप्त हुन्छ। सकेन भने त्यहाँबाट गयो बिस्तारै बिस्तारै त्यहाँबाट के अरे अरू के अरे अन्तर्भावहरू आउँछ अनि चिन्नु सकेन त्यहाँबाट चाहिँ फेरि चोलोमा यसरी घुम्नु परिहाल्छ हो त्यो। अनि बुद्धको ज्ञान भने जस्तै आकाशमा अहिले घाम छर्लङ लागेको छ नि, कुहिरो छैन भने त घाम त सबै घामको टपहरू घामको जुन ज्योति किरणहरू त यहाँ छरिरहेको हुन्छ नि त। तर जब अघि बिहान कुहिरो दुम्मै हुँदाखेरि घामले काम गरेन नि, ठ्याक्कै त्यस्तै बिहानको कुहिरोले मगले चाहिँ घाम छेके जस्तै अहिले हामीसँग रग रिस अविद्या अज्ञान त्यसको पापले गर्दाखेरि हाम्रो ज्ञान चाहिँ ठ्याक्कै त्यसले छेकेको छ। अब जब त्यसलाई चाहिँ शुद्ध गर्नु लागि हामीले त्यो त्रिरन्ध्रको शरणमा गएर त्यहाँबाट बिस्तारै गरेर चाहिँ त्यो शुद्ध गर्दै 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 पछि त्यहाँबाट प्रकट हुन्छ। त्यसले गर्दा बुद्ध अरूबाट आउनु होइन, आफैसँगै छ त्यो बुद्ध पऱ्यो। अनि बुद्धले पनि जुन मार्ग देखाएको छ त्यो आफूसँग भएको ज्ञान चाहिँ प्रकट गर्नु लागि नै उहाँले चाहिँ बुद्धको मार्ग देखाएको। बुद्धको मार्ग त्यसरी देखाएको त्यो बुझ्नुपर्छ है। अब त्यो अनि अब